नमस्कार, म रामकुमार राई। मेरो युट्युब च्यानलमा तपाईँहरूलाई स्वागत छ। भिडियो हेर्दै गर्नुहोला, मन परेमा लाइक एन्ड सब्सक्राइब पनि गरिदिनु होला। धन्यवाद। छोरीले चाहिँ आज मोमो खाने भनेर म चाहिँ यसो कागती सागती ल्याइदिएँ। अनि म चाहिँ छोरीले बनाएको मोमो हेर्दै बसिया छु। हेर्नुहोला कस्तो लाग्छ। खमखम लाग्दैछ यो हेरेको भन्दा चाहिँ। मोमोको लागि अचार पनि रेडी भइसकेको छ। त्यसपछि यता सुँगुर र सागको मासु पनि छ। अब मोमो छोरी बनाउँदैछिन्। चिकन पनि बन्दैछ, ललिपप आज फ्राई गर्ने हो। आज भेराइटी खानेकुरा छोरीले के बनाउँदैछिन् थाहा छैन मलाई। यहाँ चाहिँ चिकन पनि लगाइसकेका रहेछन्। यहाँ मोमो सिट भाँडा पनि राखेको रहेछन् आज त। हेर्दा हेर्दै छोरीले चाहिँ मोमो चाहिँ एक सिट बनाइसकेछन्। अब यसलाई चाहिँ म लगेर टक्रक्का भाँडामा राख्ने। केमा राख्ने भने मोमो सिटको भाँडामा पकाउने। झ्याक्क लगेर राखेपछि अब यो सिटमा राख्ने। उम्ल्यो पानी। ल पानी उम्रेको छैन, यसलाई चाहिँ ठक्क राख्यो। सेट पनि बनाइसकेछ नानीले। मेरो छोरी कति राम्रो बनाउँदैछ रहेछ। ल मोमो मेकर पो बन्ने रहेछ नि के हो मेरो छोरी। अब यसलाई पनि राख्ने कुरा हुन्छ। मोमो पनि अब चाहिँ रेडी भइसकेको छ। यति दामी पाएछ। अब म चाहिँ प्लेटमा निकाल्न लागेको छु। प्लेटमा निकालेर तपाईँहरूलाई यस्तो टक्क होला। यम्मी मिठो मोमो बनिसकेको छ। हामी चाहिँ पाकिसक्यो मोमो यो। अब खानालाई रेडी भयो। यम्मी भइसकेको छ अहिले चाहिँ हाम्रो मोमो। छोरीले मोमो दामी बनाउनु भएको छ एकदम। फेरि अर्को पनि बन्दैछ यहाँ। अब यम्मी छ। यो चाहिँ अचार भयो, यो चाहिँ मोमो। अब हामी टेस्ट गर्छौँ यसलाई चाहिँ। हामी चाहिँ टेस्ट गर्छौँ मोमो। मिठो मोमो, टेस्टी भएछ। अचार पनि मिठो, टिमुरको मिठो सेन्ट। मिठो, साह्रै मिठो। अब चम्च र काँटा कता खोज्न गइराख्ने भनेर अब हतारमा हातले बजायो। तर साह्रै मिठो, हातले खाइँदैछ हामी चाहिँ। एकदम राम्रो रहेछ। धन्यवाद छोरीलाई, मिठो छ। मासु पनि रेडी भएछ। अब चाहिँ पाकिसक्यो, यो पनि रेडी भयो। अब चाहिँ निकाल्ने कुरा हुन्छ र खाने कुरा हुन्छ। एउटा पाँचवटा, छवटा, सातवटा, आठवटा, नौवटा, 10वटा खाली रेडी भइसक्यो। अब चाहिँ हाम्रो आजको डिनर पनि भयो। मोमो पनि रेडी भएर खाए पनि अब सक्यो पनि। आज मोमो भन त आइडु। पनिर मिठो छ नि है, एकदम मिठो छ।
आज ललिपप पनि एकदम मिठो यम्मी भएको छ है। हाम्रो मोमो चाहिँ विसर्जन भयो। हाम्रो मोमो भ्लग कस्तो लाग्यो लाइक एन्ड सब्सक्राइब पनि गरिदिनु होला राम्रो लागेमा। धन्यवाद। जय नेपाल। नमस्कार। सेवा र